हेलो साथीहरू, नमस्ते सबैमा। म चाहिँ के आज सिस्नो टिप्न लागेको है साथीहरू। हेर्नुहोस् है, अस्ति मैले 10-15 दिन अगाडि पनि मैले यो सिस्नो टिपेको थिएँ नि त, अनि फेरि पलाइहाल्यो क्या साथीहरू। हेर्नु न यहाँ, हेर्नु न यस्तै कस्तो कल 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 पलाएको छ। कसलाई मनपर्छ सिस्नो साथीहरू कमेन्ट गर्नु होला है। अब कतिलाई त मन पर्दैन होइन, मन पर्नेलाई चाहिँ। अनि अब यो चाहिँ यसरी घर छेउमै रोप्नु होला क्या तपाईँहरूले पनि। मन पराउनु हुनेले चाहिँ यस्तै करेसा बारीमा रोप्नु होला। 1 बोट जति टिप्यो अनि फेरि 10-15 दिनमा पलाइहाल्छ। अनि मुन्टा खाना पनि भयो, दालसँग खाना भयो। अब अहिले भिन्डीको सिजन आउँदैछ, भिन्डीसँग पकाएर खाँदा पनि भयो मजाले। यो लसुनको पेस्ट बनाएर दामी हुन्छ लेमनसँग खाँदा। यो सिस्नोको चाहिँ मुन्टाको टेस्ट चाहिँ बेग्लै हुन्छ अनि फुलको टेस्ट बेग्लै हुन्छ क्या साथीहरू। ल है साथीहरू, फाइनल्ली मैले चाहिँ सिस्नो टिपेर पनि सकेँ। साथीहरू तपाईँले चाहिँ के घर बनाउँदाखेरि यसरी करेसा बारी निस्किने गरेर घर बनाउनु होला कि। अनि मैले चाहिँ अब यहाँ सागसब्जी हरेक कुरा हुन्थ्यो नि त। मैले चाहिँ आएको साल चाहिँ बेसरी नै सागसब्जी लाएँ अनि भयो पनि। तर 1-2वटा कुखुरा पालेको छु कि साथीहरू। पुरै त्यो यो कुखुराले केही नराख्ने रहेछ, सबै सफा पारिदिने रहेछ। मैले चाहिँ के गरेँ भन्दाखेरि यहाँ केरा रोपेको छु, नापाखा लागेको छ केरा चाहिँ। अनि यहाँ तुलसीको बोट पनि छ। यहाँ यत्रो ठुलो बोट छ, कस्तो मजाले सब्रेको के। हेर्नु न, यस्तो मजाले सब्रेको छ तुलसीको बोट। अम्बा चाहिँ मेरो छोराछोरीले अति मनपर्छ कि। अनि मैले त्यही भएर नर्सरीबाट 500 रुपियाँको बिरुवा लिएर रोपेको थिएँ। बल्ल 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 यत्रो यत्रो भइरहेछ। हेर्नुहोस् न यहाँ, फल्नु त कति धेरै पोकै फलेको थियो तर अडिएन। यति यति हुन लागेको छ। अब कहिले अब यो पाकेर खानु साथीहरू। अनि यता चाहिँ यो चाहिँ अनारको बोट दिदीको घरबाट लिएर रोपेको। यहाँ हेर्नु न, यहाँ यत्रो भइरहेछ। कतिवटा 2-3वटा थियो यसपालि, भर्खर यो सालै रोपेको। कति छिटो फल्ने रहेछ हेर्नु न, ग्रो पनि छिटै भयो। यो कलमी आँप भनेर मैले 1000 रुपियाँ लाएर यसको बोट चाहिँ किनेको मैले। हेर्नु न, बल्ल 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 यो साल चाहिँ कति 2 वर्ष जति भयो होला यो रोपेको। यहाँ बल्ल बल्ल यत्रो यत्रो छ। यो पनि अब झरी जान्छ होला जस्तै लागिरहेछ। अनि यो चाहिँ एभोकाडो है साथीहरू। यो चाहिँ लगभग रोपेको कुन 6 महिना हो कि 4-5 महिना हुँदैछ। अनि यता यो र त्यो सँगै रोपेको त्यो, यो चाहिँ सिधा कस्तो राम्रो आएको छ। हेर्नु न, 6-7 महिनाको बिरुवा चाहिँ यत्रो हुँदो रहेछ। यो चाहिँ मैले रोपेको लगभग 3 वर्ष हुन लाग्यो साथीहरू। यो चाहिँ यो के भएर मेरो एभोकाडोको बोट चाहिँ यस्तो भयो, के को कमी भयो साथीहरू? कोही कसैले चिन्नुहुन्छ भने यसो कमेन्टमा लेखिदिनु है। यसलाई के पुगेको छैन। यो एभोकाडोको बोट र